सो बित्नु भइकन चाहिँ यहाँ चाहिँ अहिले घर यस्तो हालतमा छ हैन। किन बोलाउँ लागि एउटा ढेँडो बाँदर हुँ खाऊ। म पनि खन्न थाल्नुपर्छ अहिले फेरि अल्छी भन्छन् सबैजना। सो हेलो गाइज वेलकम छ एन्ड भगवान तपाईँहरू सन्चै हुनुहुन्छ ल। म पनि एकदमै सन्चै आरामै छु भन्दै आजको भिडियो पनि स्टार्ट गरौँ। सो आज पनि म खेतला जानुपर्ने हुन्छ मकै गोड्नको लागि हैन। अनि यता चाहिँ हाम्रो बुवा टुको बुन्ने हुनुहुन्छ। कोदाल झार्नुभयो मम्मी? गएको ल बुवा? मम्मी गएको है? गगै त्यो हाम्रो गाउँघरको बाटो चाहिँ यस्तै हो हैन। हरियाली छ आजभोलि चाहिँ। पानी चाहिँ हिजो राति डेन्जर परेको थियो मात्र अरू बेला त परेको थिएन। यहाँ चाहिँ कागको आज के छ रमाइलो चलिरहेको छ। घामले चाहिँ सेकुटा बनाउने गरी हान्ने भयो हैन। घाम यस्तो लागिरहेको छ कि अहिले मलाई हिँड्दा नै गर्मी भइरहेको। सो खन्ने बारी चाहिँ म आइसकेको छु यही हो हैन। यहाँ आइसकेको छु हाम्रो भान्जा र दिदी चाहिँ खन्ने हुनुहुन्छ। अब सो मैले पनि खन्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी 3 जना मात्र 4 जना बोट लिइसक्यौँ अरे। सो हामी चाहिँ एक ठाडो सकेर बसेको छौँ यता सकेर पसिना त बाफ रे जाऊ पानी राउ छैन बोतल है। दिदीहरु पानी खानु? सुँगुर भाइ पहिले खाइछु नि भनेर रोहितलाई खल्ल त राखेन नि। पानी खायो मरेको मान्छे बचाउँछ। बहिनीले के गर्नु न मुख जाडोमा चाहिँ त्यस्तो ले जाऊ यो लगेर यहाँबाट फालिदिँदा हुँदैन? अहिले मार्छु त म त कस्तो गर्छु। अब खन्न अब मजा आछ। हामीले चाहिँ आधा सिधैमा अब आधा बाँकी छ हैन। अनि यहाँ चाहिँ उहाँ दिदीले दिनुभएको थियो चुइकम हैन। यहाँ चाहिँ सेन्टर फुल अनि त्यस तल बस्न आइसकेको छौँ अङ्कलहरूको घरमा। यहाँ चाहिँ कहिले कोही पनि बस्दैनन् है। यो चाहिँ खुल्ला हो यहाँ कोही पनि बस्दैनन् मान्छे नै मान्छेको घरमा। भाउजूहरू हुनुहुन्छ यता तल्लो घरमा। यहाँ चाहिँ बुढो अङ्कल हुनुहुन्थ्यो सो बित्नु भइकन चाहिँ यहाँ चाहिँ अहिले घर यस्तो हालतमा छ हैन। अहिले भुताउला नि यो बाबा भड्किन थालिसकेको छ। गाउँतिर चाहिँ आँप पाक्ने सिजन चलिरहेको छ हैन। हल्का हल्का आँप पाक्दैछ। अब 1-2 दिनमा चाहिँ आँप खान जानुपर्ने हुन्छ। कता कता छ आँप? कहाँ यो त टिभी हानी मारिहाल्छ नि। म चाहिँ यहाँ घरमाथि चढ्दैछु। कस्तो डर लाग्दो कि मान्छे नबसेपछि। ओए के खोज्यो तिमीले? ठेकी हेर्ने होला त्यो ठेकीलाई धमिराले यस्तो यो चाहिँ पुरानो पुरानो सामानहरू छ। ए घर त सब पल परे। यहाँ चाहिँ कुनै समय मान्छे बस्नुहुन्थ्यो हैन। अनि उहाँ चाहिँ क्यान्सरको कारणले बित्नु भइकन अहिले चाहिँ यस्तो छ है। पुरानो फुत्रुङहरू यस्तो छ। सो स्याड। एकछिनको बसेपछि हामी चाहिँ गोड्न लागिरहेको छौँ फेरि। यति चाहिँ सिद्धिसक्यो। कस्तो झ्याउ यार गर्मी लास्टै त्यो आँप पाकेर अरे मिन्जा ल लड्यो यो त यो देखो
खाना खानुको त किन बोलाउनु लागि तल्लै तल्लै पालो ओ भान्जा आऊ है यहाँ आउनु कहाँ हात धुन कहाँ खाऊ ए काँक्रा खाना बोलाउनु भएको रहेछ होइन अथा तत्त अम्मल भयो अम्मल है नाक्सी नाक्सी छ कमल हैन हाम्रो बदमहरु कस्तो कमल हो म त सुच्च भयो किन माथि पनि खाजा खान जानु पर्यो के खाजा खै बुझार भन्दै आउरै जाउँ गगै दिदी आउरै जाउँ साला कुकुर भएको छ यार मलाई देखेर सो हामीले चाहिँ यहाँ दिदीहरूले बोलाउनु भएको थियो र आएर यसो काँक्रा साक्रा खायो होइन बब्बाल भयो कस्तो लाग्यो काँक्रा खै खै कस्तो देखाउँछ हातले मिठो ल बबाल नै छ होइन यही हो आन्टी अहिले अहिले आउनुहुन्छ घाम त के हो एउटा ढिँडो बाँधेर खाऊ घाम त आवेको छ खाऊ न खाऊ गिलास आज भात चाहिँ बोल्नै सकेको छैन भात दिएन जस्तो गरौँ ल सो यता खन्न थालिसक्नु भयो म पनि खन्न थाल्नुपर्छ अहिले फेरि अल्छे भन्छन् सबैजना म आउनु आँटो भनेर होला यहाँ चाहिँ मसरुम रहेछ है छी सो मैले चाहिँ खाना खाएँ होइन भात लागिसकेको छु अब भात धुनुपर्ने हुन्छ अब कता खनिएर त टुङ्गो छैन खेतलाहरू सब कता कता गयो यहाँ चाहिँ म एक्लै छु अहिले सो हेलो गाइज हामीले चाहिँ यहाँ बारी यस्तो खनेर सकिसक्यो होइन बदम हानिसक्यौँ अनि यता चाहिँ सबजना घाँस झारेर बटेल्ने तर्फमा छन् ल आजको हाम्रो ब्लग चाहिँ यतिसम्मको लागि होइन गाइज सो सबैजनालाई धन्यवाद फेरि पनि अर्को अपडेटमा भेट हुनुपर्छ बाइ